साथीहरु आज म डाइसको बेसिक कन्सेप्ट लिएर आएको छु। साथीहरु एउटा हुन्छ स्ट्यान्डर्ड डाइस जसमा अपोजिट साइडको सम 7 हुन्छ, 1 को अपोजिटमा 6 हुन्छ, 2 को 5 हुन्छ, 3 को 4 हुन्छ। यसको एक्जाम्पल भनेको लुडो है त। अनि अर्को डाइस भनेको हुन्छ नन स्ट्यान्डर्ड डाइस हुन्छ जसको अपोजिट साइडको सम जति पनि हुन सक्छ बट नट 7। अब एउटा क्वेशन हेरौँ साथी हो। यहाँ के भनेको छ भने नम्बर अपोजिट टु 4 कति हुन्छ भनेको छ। अब हेर्नुस् त यो दुईटा डाइसमा के छ, यो 3 र यो 3 के छ, एउटा कमन फेस छ। यदि कमन फेस छ भने साथीहरु यो कमन नम्बर यो 3 भनेको चाहिँ के छ, एउटै फेसमा छ भने यसलाई क्लकवाइजबाट हेर्नु भयो भने के हुन्छ, 1 को अपोजिटमा कति हुन्छ, 5 हुन्छ। अर्को भनेको 2 को अपोजिटमा कति हुन्छ, 6 हुन्छ है त। अब बाँकी भनेको कसको अपोजिट भनेको छ, 4 को अपोजिट भनेको छ भने 4 को अपोजिट कति हुने भयो साथी हो, यसको भनेको 3 हुने भयो है त। भनेको 4 र 3 जोड्नु भयो भने कति भयो, 7 भयो। अनि 1 र 5 जोड्नु भयो भने कति भयो, 6 भयो। 2 र 6 जोड्दा 8 भयो भनेको यो चाहिँ के भयो, नन स्ट्यान्डर्ड डाइसको इक्जाम्पल दिएर आइज है त।